नमस्कार, स्वागत छ यहाँहरूलाई नेप्से ट्रेडर्समा। आज बजार 14.21% ले बढेको छ, जुन चाहिँ 0.48% ले हुन आउँछ है। आज हामी दिनभरिको कारोबार हेर्छौँ भने लगातार मार्केटमा चाहिँ घटी बढी गर्दै गर्दै चाहिँ लगातार माथि नै बढिरहेको छ, बढिरहेको थियो र अहिले र मार्केट चाहिँ लास्टमा सबैभन्दा माथि नै गएर चाहिँ क्लोजिङ दिएको छ र मार्केटको अहिले इन्डेक्स हामी हेर्छौँ भने 2950.16 मा पुगेको छ है। हामी 3000 को लगभग छेउछाउमा छौँ। 3000 पुग्नलाई जम्मा अब 50 अङ्कको चाहिँ अब भनौँ न ग्याप मात्र बाँकी छ। त्यसपछि हामी 3000 को लेभलमा पुग्नेछौँ र त्यसपछि 3200 त कहीँ टाढा छैन र 3200 पुगे पनि तपाईहरुको कति लसहरू रिकभर नहुन सक्ने अवस्था पनि हुन सक्छ है। त्यसकारणले 3200 पुग्दैमा हामी टपमा आयौं भनेर नआत्तिहाल्नु होला हैन, र सेल भन्दा पनि प्रफिट हुने चाहिँ सेल गर्नु होला, प्रफिट नहुनेहरु चाहिँ होल्डै गर्नु भनेर भन्न चाहे है त। अब आजको दिन हेर्ने भने 178 वटा कम्पनीहरुको चाहिँ मूल्य वृद्धि भएको छ भने 80 वटा कम्पनीहरुको मूल्य घटेको छ। 8 वटा कम्पनीको मूल्य भने कुनै पनि चेन्जेस छैन। त्यसैगरी टप गेनरको कुरा गर्छौं भने आरएसएमएल रिलायन्स स्पिनिङ मिल्समा सर्किट लागेको छ। त्यसैगरी एसकेएचएल, एचएफआईएन, एसओएचएल, बीजेएचएल भरमा सर्किट लाग्ने क्रम जारी नै रहेको छ। त्यसैगरी एनएचपीसी, रिडी, एसपीएल र एउटा डिभेन्चर रहेको छ। त्यसपछि एमकेएचसी हरु चाहिँ आज एकदमै धेरै बढेको छ। त्यसैगरी धेरै बढ्नेमा चाहिँ हिमस्टार र एसवाईपी एनएल पनि रहेको छ है। मैले एसवाईपी एनएल को भिडियो पनि हिजो लिएर आएको थिएँ र आज पनि हेर्न सक्छौं, राम्रोसँगै बढिरहेको अवस्था छ। यसको बारेमा हामी छलफल गर्छौं भिडियोको अन्तसम्म चाहिँ हेर्दिनु होला। अब हामी टेक्निकल अब चाहिँ हामी सेक्टर वाइज हेर्छौं भने चाहिँ बैंकिङ इन्डेक्स 0.37% ले बढेको छ है। नेप्से जतिकै भनौं हैन, लगभग नेप्सेको इन्डेक्स बरु धेरै बढेको छ। बैंकिङ तर शैली भने उस्तै देख्न सक्छौं है। बैंकिङ 0.37% ले बढेको छ। डेभलपमेन्ट बैंक 0.06% ले घटेको छ, थोरै घटेको छ हिजोको कम्पेयरमा। तर आज दिनभरिको चाहिँ मार्केटको अवस्था हेर्ने भने लास्ट मोमेन्टमा रिकभर चाहिँ भएको हो है। त्यसैगरी फाइनान्स सेक्टर हेर्छौं भने 0.17% ले बढेको छ। यो चाहिँ अलिकति नेप्सेको ट्रेन्ड फलो नगरेको अवस्था छ, तर हिजोको कम्पेयरमा चाहिँ बढेको छ है थोरै। होटल एन्ड टुरिज्म हेर्छौं भने 0.81% ले बढेको छ है। त्यसैगरी हाइड्रो पावर एकदमै राम्रो बढेको छ, आज 1.56% ले बढेको छ। हाइड्रोमा चाहिँ अलिकति राम्रै स्विङ हेर्न सक्छौं हामी। इन्भेस्टमेन्ट 0.5% ले बढेको छ। लाइफ इन्स्योरेन्स 0.04% ले थोरै पर्सेन्टले घटेको छ हैन। म्यानुफ्याक्चरिङमा आज 1.5% को वृद्धि छ है। यसमा अब एसवाईपी पर्यो, त्यसपछि एचडीएल पर्यो हैन, यी लगायत यी कम्पनीहरु परेका छन् र राम्रै छ। शिवमहरुको सबै म्यानुफ्याक्चरिङमै पर्छन्। माइक्रो फाइनान्स 0.2% ले बढेको छ। म्युचुअल फन्डमा आज कुनै पनि चेन्जेस छैन। लाइफ इन्स्योरेन्सको कुरा गर्छौं भने 0.4% ले बढेको छ। अदर इन्डेक्स 0.6% ले बढेको छ र एकदमै स्टेबल पनि छ, किनभने धेरै कम्पनी नभएर पनि होला। ट्रेडिङ इन्डेक्स भने 2.84% ले घटेको छ है त। अब हामी लागौं ओके, सो बजारको टर्नओभर सबसे धेरै आको कम्पनीहरु हेर्ने हो भने एनआरएन, एसवाईपीएनएल, एनएचपीसी, रिडी, एनजीपीएल यी कम्पनीहरुमा टर्नओभर वाइज धेरै चाहिँ आज कारोबार भएको छ। जसमा हामी के बुझ्न सक्छौं, एसवाईपी भर्खर करेक्सन सक्यो र अब यो बढ्न सुरु गरेको छ। यसमा इन्ट्री लिँदाखेरि एकदमै राम्रो स्विङको अपर्च्युनिटी चाहिँ हामीले पाउन सक्छौं। भोल्युमको आधारमा हेर्ने हो भने एनएचपीसी, केबीएल, रिडी, एचआईडीसीएल को प्रमोटर, अपी यी लगायतमा चाहिँ भोल्युम धेरै आएको छ भने ट्रान्ज्याक्सन वाइज हेर्छौं भने एसओएचएल, एसएबीबीएल, एसवाईपीएनएल हैन, एनएचपीसी, केबीएल मा चाहिँ किता वाइज चाहिँ धेरै कारोबार भएको छ र भोल्युमले आज पनि साथ दिएको छैन है। आज एकदमै ड्राई अप भएको अवस्था छ। जम्मा 13 point समथिङ अर्ब चाहिँ आज मार्केटमा टर्नओभर आएको छ। अब यसको रिजन चाहिँ के हुन सक्छ? पहिलो नम्बर, दिनभरि मार्केट धेरै जसो टाइम त घटिरहेको थियो है। हामीले यदि सब इन्डेक्सलाई हटाउने हो भने लगभग बढ्न सुरु गरेको भनेको तपाईको धेरै बढ्या होइन खासमा। यो जहाँबाट स्टार्ट भएको थियो त्यो अनुसारले हो धेरै बढेको देखिएको हो। तर हामीले यदि चार्ट हेर्ने हो भने
चाहिँ यहाँबाट सुरु भएको क्या यो कारोबार र यसरी चाहिँ बढ्दै यहाँ पुग्यो भनेपछि आज मार्केट धेरै जस्तो टाइम त करेक्सनमै थियो है। करेक्सनमै भएको कारणले गर्दाखेरि चाहिँ धेरैजनाले सेल गर्नु भएन। किन सेल गर्नु भएन भन्दाखेरि आज शपथ ग्रहण थियो होइन, मार्केटले के कस्तो लैलेला भन्ने एक्ज्याक्ट चाहिँ कसैलाई थाहा थिएन। सबैजना लगानीकर्ताहरूले कुरिरहेको अवस्था थियो र अब भोलि फ्राइडे भयो, हाम्रो प्रधानमन्त्री ज्यू है, उहाँ बालेनज्यूले चाहिँ शपथ ग्रहण लिनुहुन्छ। त्यसपछि के कस्तो अवस्था हुन्छ पक्कै पनि यो पोजिटिभ न्युज नै हो मार्केटको लागि होइन। र त्यो अर्थले पनि धेरैजनाले चाहिँ सेल गर्नु भएन भन्छु है म चाहिँ है। किन्ने अपर्चुनिस्टहरूले चाहिँ आज धेरैजनाले किन्नुभयो होइन, तर उहाँहरूले सेल चाहिँ गर्नु भएन। सेल नगरेपछि भोल्युम ड्राइभ हुनु चाहिँ सामान्य कुराको रूपमा हामी लिन सक्छौँ। उहाँहरूले चाहिँ पर्खिरहनु भइरहेको छ है। भोलिको दिनमा चाहिँ अब शपथ ग्रहण लिइसकेपछि आउँदो हप्ता चाहिँ के कस्तो हुन्छ मार्केटमा, त्यही अनुसारले उहाँहरूले अब अलमोस्ट हामी 2900मा छौँ, 3000 धेरै टाढा छैन। र मार्केट यति 4 वर्षमा योभन्दा धेरै पोजिटिभ कहिले भएकै थिएन क्या है। लङ टर्म हिसाबले पनि हेर्ने हो भने र सर्ट टर्म हिसाबले पनि यतिसम्मको पोजिटिभ चाहिँ हामीले कहिले देखेकै थिएनौँ। हुन त अहिले पोलिसी लेभलमा केही काम भइसकेको छैन, तर हामी आशावादी त छौँ यो नयाँ सरकारदेखि लिएर। त्यस कारणले गर्दाखेरि सर्ट टर्ममा हेर्ने हो भने एकदमै पोजिटिभ छ। किनभने यो जुन नयाँ सरकार बन्दै गरेको छ, हामी सेयर बजारमा लागेका लगानीकर्ताहरूलाई चाहिँ यसप्रति चाहिँ धेरै आश राखेका छन् है। अब हामी लागौँ टेक्निकल चार्टतर्फ। टेक्निकली हेर्ने हो भने बजार ग्रिन क्यान्डल बनेको हो, अलिकति बढेको हो, तर हामी क्यान्डल वाइज हेर्छौँ भने हिजो एकदमै ठुलो गिरावट आएको रहेछ भन्ने कुरा हामी बुझ्न सक्छौँ। र आज हिजो र आजको जुन करेक्सन भयो यसलाई चाहिँ सक्यो भनेर मार्केटले बढ्न सुरु गरेको छ। र अहिले चाहिँ हामी 2950.5 को अङ्कमा छौँ। त्यसै गरी इन्डिकेटर पनि लगाएर हेरिहालौँ। बोलिङ्गर ब्यान्डको त स्टिल हामी अप्पर ब्यान्डभन्दा तलै छौँ होइन, तर स्टिल यता करेक्सन आएर फेरि माथि जान्छ भने चाहिँ हामी फेरि चाहिँ पोजिटिभ हुन चाहिँ सक्छौँ है। अब हामीलाई यसरी हेर्दाखेरि ल धेरै ठाडो अब त के उक्लेर जस्तो लाग्छ, तर हामीले यो सानो टाइम फ्रेममा हेर्ने हो भने यो पनि हेर्नु त कति सार्प थियो। त्यसै गरी अर्को सार्प चाहिँ क्यान्डल बन्न केही टाइम लाग्दैन क्या। एकदमै पोजिटिभ न्युज आइदियो भने मजाले ठुल्ठुलो क्यान्डल बन्दै मार्केट चाहिँ माथि जान पनि सक्छ है। केही पनि इम्पोसिबल चाहिँ हुँदैन मार्केटमा। त्यसै गरी अर्को इन्डिकेटर एमएससिडी लगाएर हेर्दाखेरि एमएससिडीमा चाहिँ बाई सिग्नल स्टिल भ्यालिड छ, तर यो चाहिँ हिस्टोग्रामको अवस्था अलिकति राम्रो छैन। यो किन छैन भन्दाखेरि भोल्युमले साथ दिएन है। र यो एक्चुअलमा गुड न्युज हो, किनभने करेक्सनकै फेजमा छौँ र एमएससिडीले पनि करेक्सन नै देखाइरहेको छ है, ग्रिन क्यान्डल बने तापनि। किनभने मार्केट धेरै जस्तो टाइम त झरिरहेकै थियो र भोल्युमले पनि साथ दिएन। त्यो भनेपछि हामी अहिले करेक्सनको फेजमा छौँ, तर सेल सिग्नल चाहिँ भने दिइ चाहिँ सकेको छैन है त। त्यसै गरी अर्को इन्डिकेटर आरएसआई लगाएर हेर्न चाहेँ मैले। आरएसआई अनुसार हेर्छौँ भने है त मैले हिजो भनेको थिएँ 70 को लेभलमा आएको छ। 70 और 60 मा सपोर्ट लिएर माथि जान्छ भने हामी नयाँ एन्ट्री लिन सक्छौँ र त्यति बेरसम्मको लागि होल्ड गर्नु होला। र आज पर्फेक्ट टाइम हो क्या है। आज आरएसआई पनि फर्केको छ। आज पर्फेक्ट टाइम भनेर हामीलाई थाहा भयो भनेपछि हामीले भोलि खरिद गर्दाखेरि पनि केही त्यस्तो ढिलो चाहिँ भइसकेको छैन है। आउँदो हप्ता सन्डे चाहिँ मजाले तपाईँहरूले नयाँ खरिद गर्न सक्नुहुन्छ है, धेरै नबढेको जस्तै। अब हामी लागौँ कुन स्क्रिप्टहरू किन्ने त, कुनमा धेरै पोटेन्सियल छ। पहिलो नम्बरमा त मैले एसवाइपिएनएल नै लिएँ होइन, किनभने यसमा मजाले र्याली आयो, करेक्सन लामै चल्यो होइन, साइडवेज पनि बस्यो र अप्पर ब्यान्डलाई घचेडेको छ। हिजोकै क्यान्डलले घचेडेको थियो र आज त्यसलाई भ्यालिडेट गर्नलाई आजको क्यान्डल पनि अप्पर ब्यान्डलाई छोएको छ भनेपछि यस्तो खालको प्याटर्न हामीले जहिले हेर्छौँ। के अर्थ लाग्छ भन्दाखेरि केही टाइमसम्म बजारले के गर्ने रहेछ भन्दाखेरि अप्पर ब्यान्डलाई घचेड्दै माथि नै एउटा ट्रेन्ड दिने चाहिँ देखाउँछ। त्यसै गरी एमएससिडी पनि हेर्छौँ भने बाई सिग्नल दिन लागिसकेको छ र भोलि र आउँदो सन्डे चाहिँ बढ्छ भने यो भ्यालिड हुनेछ। त्यसै गरी 60 मा पुगेको छ भनेपछि 60 युजुअली हामीले ट्रेड लिने भनेको कसैले 70-30 लिन्छ, कसैले 60-40 लिन्छ। म चाहिँ 60-40 लिन्छु। 60-40 लिँदाखेरि हेर्नुहोस् त 60 ब्रेकआउट दिइसकेको छ भनेपछि अहिले आरएसआई अनुसार पनि इन्ट्री गर्नलाई पर्फेक्ट छ। एमएससिडीले पनि बाई सिग्नल दिइसकेको छ। एउटा एक दिनको मात्र ट्रेड
हामी पछाडि छौँ। त्यसपछि यसले पनि चाहिँ 22 सिग्नल दिनेछ र बोलिङ्गर ब्यान्ड अनुसार पनि 22 सिग्नल दिइसकेको छ। भोल्युमले पनि साथ दिइरहेको छ भनेपछि SYPNLमा चाहिँ एकदमै राम्रो स्विङ अपर्च्युनिटी चाहिँ रहेको छ है त यो पालिको बुलमा। केही नभए पनि हामीले लगभग यतिसम्मको रेजिस्टेन्स छ भने एउटा रेजिस्टेन्स भनेको 2200मा आउने भइहाल्यो होइन। त्यसपछि यो बढ्छ भने मजाले 3000सम्म हामीले एक्सपेक्ट गर्न सक्छौँ क्या है। र अझ धेरै चल्यो भने त 3000 4000 पनि जान सक्छ मजाले है। राम्रो खालको बुल आयो भने मजाले जान्छ, किनभने धेरै किता सप्लाई आइसकेको छैन यसमा र छँदा पनि छैन। त्यस कारणले गर्दा यसको मूल्य बढ्न सक्छ। अर्को मैले सानो तर मार्केटलाई हलाउन सक्ने भनेको अप्पर हो होइन, अप्पर तामाकोसी। अब हेर्नुहोस्, अप्पर ब्यान्डलाई केही टाइम घचेडेकै हो, करेक्सनकै फेजमा छौँ हामी र यो पनि एकदम माथि पुगिसकेको छ। अब एउटा सानो करेक्सन नआउन्जेलसम्म यसमा इन्ट्री नलिनु होला। प्रफिट छ भने सेल गर्नु। यदि तपाईँहरू अलरेडी धेरै घाटामा हुनुहुन्छ भने चाहिँ अब करेक्सन सकिन दिनु, करेक्सन सकेर बढ्न थालेपछि एभरेजिङ गर्नु होला। र यो तर RSI अनुसार हेर्ने हो भने अलिक पोजिटिभ त पोजिटिभ नै छ है। यहाँ पनि 70मा सपोर्ट लिएर माथि गएकै हो, यहाँ पनि 70मा चाहिँ सपोर्ट लिएर फेरि माथि जान्छ भने यो पालि चाहिँ जस्तै यहाँनिर हेर्नु त 70मा लियो, हामी यहाँनिर थियौँ तर जहाँनिर लगभग पुगेको थियो त्यहीँनिर पुग्दाखेरि अल टाइम हाई बनायो, फेरि झरेर 70मा पनि हामी अलमोस्ट माथि छौँ। भनेपछि यस्तो सानोतिनो करेक्सन आउँदै माथि जान्छ भने चाहिँ हामी स्टिल पोजिटिभ हुन सक्छौँ। र यो अहिले बढ्न सुरु गरेको छ। अब सन्डे पनि फेरि बढ्न थाल्यो भने चाहिँ इन्ट्री लिँदा हुन्छ मजाले है। तर यदि करेक्सन फेजमै छौँ भने चाहिँ अलिकति टाढै बस्नु होला। त्यति भन्दै अर्को स्क्रिप्टतिर लागौँ। अर्को स्क्रिप्ट चाहिँ मलाई अलिकति मन परेको भनेको चाहिँ यो चाहिँ इन्भेस्टरहरूको लागि हो होइन। ल ठिकै छ, इन्भेस्टरवाला अलि एकछिन हेरौँला। हामी एनटिसी हेरौँ है। एनटिसीमा चाहिँ मैले राम्रो अपर्च्युनिटी देखेको छु, किनभने भर्खरै एउटा ट्रेन्ड आयो र राम्रो करेक्सन एक दिन हिजो र आजमै यो करेक्सन सक्यो क्या है। लगभग प्राइस हेर्नु त कति तल आएर फेरि सपोर्ट लिएर माथि गएको छ भनेपछि यसमा तपाईँले तलतिर किन्नु भएको छ किन्न सफल हुनुभएको छ भने चाहिँ एकदमै राम्रो होइन। र त्यसै गरी MACD ले पनि 60मा सपोर्ट लिएर माथि नै गएको छ भनेपछि एनटिसीमा पनि अहिले इन्ट्री लिनको लागि अथवा रिइन्ट्री लिनको लागि अथवा घाटा धेरै छ भने चाहिँ हामीले एभरेजिङ गर्नको लागि धेरै राम्रो स्क्रिप्ट हो एनटिसी। र लङ टर्म पनि होल्ड गर्न चाहनुहुन्छ भने धेरै राम्रो छ। ब्लु चिप कम्पनी नै हो, मजाले तपाईँलाई लाभांश पनि दिइरहेकै छ र पेड पनि त्यस्तो धेरै पनि छैन, छन त छ तर त्यस्तो धेरै चाहिँ छैन। जुन यसको पोटेन्सियल छ त्यो अनुसारले धेरै चाहिँ म भन्दिनँ है त। यो अब आउनेमा चाहिँ हामीले 1500-1800 2000सम्म हेर्न सक्छौँ क्या एनटिसीलाई मजाले। अहिले बेरिस नै हो क्या, झन्डै बेरिसमै छौँ हामी, बेरिसकै रेन्जमा छौँ। हेर्नुहोस् त के चेन्जेस छ त है, केही पनि चेन्जेस छैन। हामी जहाँ थियौँ आजभन्दा लगभग कति वर्ष 21 भनेपछि 5 वर्ष पहिला हामी जहाँ थियौँ अलमोस्ट हामी त्यही नै छौँ क्या। 800देखि 900को हाराहारीमा लगभग त्यहीँनिर हामी रहिरहेका छौँ भने हेर्नुहोस् त हामीले 1500 त पहिल्यै पुगेको हो भनेपछि योपालि यदि बुल साँच्चीकै आउने हो भने यसलाई हामीले 2000-3000 मजाले क्रस गरेको हेर्न सक्छौँ है। र इन्भेस्टिङको लागि हेर्न चाहनुहुन्छ है तपाईँहरूलाई, फर इक्जाम्पल एसआइपी सुन्नुभएको होला। एसआइपी गर्दाखेरि चाहिँ अलिकति झन्झट हुनसक्छ होइन। सिस्टमेटिक हुन चाहिँ तपाईँको अलिकति स्टेबल खालको इन्कम छ भने सिस्टमेटिक इन्भेस्टमेन्ट प्लान एसआइपी गर्दाखेरि अटोमेटिक तपाईँको पैसा काटिने होइन र तपाईँ त्यसपछि डिभिडेन्ड पनि अटोमेटिक आउने यस्तो खालको चाहिँ स्किमहरू धेरै ब्याङ्कहरूले निकालिरहेका छन् है। यसमा मैले चाहिँ अहिले खुलामुखीको कुरा गरेको, क्लोज्ड इन्डेड फन्डको कुरा गर्ने हो भने धेरै पपुलर चाहिँ छैन हाम्रो मार्केटमा, तर सेकेन्डरी मार्केटमा चाहिँ लिस्टेड छ। तर म चाहिँ के भन्छु भन्दाखेरि एसआइपी र म्युचुअल फन्डहरूदेखि चाहिँ अलिक टाढै बस्नु अहिलेको लागि होइन। र तपाईँले एउटा आफ्नै टाइपको हुन्छ नि, आफ्नै लागि एउटा एसआइपी जस्तै के गर्न सक्नुहुन्छ भन्दाखेरि ब्याङ्कहरू किनेर राख्ने कि ब्याङ्कहरू एकदमै फालाफाल सस्तो प्राइसमा पाइरहनु भएको छ। मैले रिसर्च गरे अनुसार MBL माछापुच्छ्रे ब्याङ्क चाहिँ प्राइस टु डिभिडेन्ड रेसियो हेर्ने भने एकदमै सस्तो र एकदमै कन्सिस्टेन्ट हिसाबले चाहिँ डिभिडेन्ड दिइरहेको छ है। त्यस कारणले गर्दाखेरि MBL हेर्ने हुन्छ भने अहिले प्राइस जम्मा 300 भन्दा तलै छ, 266 छ होइन। र यस हरेक महिना किन्दै एउटा एसआइपी जसरी नै सर्टेन आफ्नो सेभिङ चाहिँ किन्दै राख्नुभयो भने चाहिँ यो चाहिँ एउटा राम्रो इन्भेस्टमेन्ट प्लान हुनसक्छ तपाईँको लागि होइन। र बेला बेला स्विच गरिरहने, हामी लङ टर्म इन्भेस्ट गरे पनि हामीले बेला बेला चाहिँ प्रफिट बुकिङ र सेक्टर
लाई चाहिँ हामी चेन्ज गरिरहनुपर्छ हैन। भोलिको दिनमा एमबिएल राम्रो नहुनसक्छ, त्यो दिनमा चाहिँ हामी यो सेल गरेर मेबी अर्को कमर्सियल कुन सस्तो र कसले चाहिँ अलिक कन्सिस्टेन्ट डिभिडेन्ड दिइरहेको छ, कसले त्यो वर्ष चाहिँ कसले धेरै डिभिडेन्ड दिन लागेको छ, त्यतातिर सिफ्ट हुँदा पनि भयो क्या है। त्यस कारणले यो सबै तपाईँहरूले आफ्नो पोर्टफोलियोलाई चाहिँ डाइभर्सिफाई गर्नुभयो। ट्रेडिङको लागि सर्ट टर्म स्विङको लागि एउटा, लङ टर्म स्विङको लागि एउटा, अनि लङ टर्म इन्भेस्टमेन्टको लागि एउटा भनेर तपाईँले यसरी डाइभर्सिफाई गर्नुभयो भने तपाईँको घाटो लाग्ने चान्स हुँदैन र राम्रो पैसा कमाएर चाहिँ जान सक्नुहुन्छ। हस् त, आजलाई नै भिडियो कस्तो लाग्यो मन परेमा लाइक गरिदिनु होला, केही कमेन्ट छ भने बताइदिनु होला तल। त्यसै गरी कुनै स्क्रिप्टमा तपाईँहरूलाई कुनै डाउट छ भने चाहिँ कमेन्ट गरिदिनु होला। म आगामी भिडियोमा चाहिँ त्यो स्क्रिप्टको बारेमा एनालिसिस भिडियो लिएर आउनेछु। आजको लागि यति नै, धन्यवाद।